जीवन छोटो छ, मुस्कुराएर जिउनुहोस्। फर्केर यादहरू मात्रै आउँछन्, समय होइन। दर्शकवृन्द, धेरैजनाले चाहिँ दमबारे एउटा भिडियो बनाउनुहोस् भनेर चाहिँ भनेको कारणले चाहिँ आजको यस भिडियोमा चाहिँ मैले दमका लक्षणहरू, दम भनेको के हो त, यसबाट चाहिँ हामीले बच्नका लागि के कस्ता उपाय अपनाउन सक्छौँ, यसको उपचार विधि के कस्ता रहन सक्छ, हामीले घरमै पनि विभिन्न किसिमको अभ्यासहरू, खानपिनलाई व्यवस्थापन गरेर पनि हामीले चाहिँ दमबाट छुटकारा पाउन सकिन्छ त भन्ने धेरैको चासोलाई चाहिँ आजको यस भिडियोबाट चाहिँ मैले तपाईँहरूको जिज्ञासालाई चाहिँ पुरा गर्न प्रयास गर्नेछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। दम श्वास प्रश्वाससँग सम्बन्धित समस्या हो। दमलाई रोग भन्दा पनि एउटा रोगको चाहिँ लक्षणको रूपमा भने हामीले लिन सक्दछौँ। श्वास प्रश्वासमा दीर्घकालीन समस्या आयो भने चाहिँ मानिसमा दम हुने सम्भावना भने बढिरहेको हुन्छ। श्वास प्रश्वासको समस्याबाट मुख्यतः दुई प्रकारको चाहिँ दम रोग हुने गर्दछ। सीओपीडी अर्थात् यसलाई चाहिँ दीर्घकालीन दम रोग भन्ने गरिन्छ भने अर्को भनेको ब्रोङ्कियल आस्थमा, त्यसलाई चाहिँ दम खोकी भन्ने गरिन्छ सामान्य भाषामा। श्वास नलीमा एलर्जी भएर सास फेर्न गाह्रो हुने अवस्थामा चाहिँ दम खोकी अर्थात् ब्रोङ्कियल आस्थमा हुने गर्दछ। यस्तो अवस्थामा चाहिँ श्वास नली साँगुरो हुने गर्दछ भने धुम्रपान गर्ने र धुवा धुलोमा लामो समयसम्म बस्ने सम्पर्कमा आएका व्यक्तिहरूमा चाहिँ लामो समयसम्म कालान्तरसम्म चाहिँ सीओपीडी दम हुने गर्दछ। यो धेरै मात्रामा देखिने दमहरूमध्येको एक प्रकारको दम पनि हुने गर्दछ। दमको प्रकार अनुसारकै दमको कारण पनि फरक फरक हुने गर्दछ। सबैभन्दा बढी मात्रामा देखिने सीओपीडी दमको कारण भने धुम्रपान र वायु प्रदूषण नै हो। लामो समयसम्म धुम्रपान सेवन गरेका मान्छे वा धुम्रपान गर्ने व्यक्तिको नजिक बसेका उनीहरूको संसर्गमा रहेका व्यक्तिहरूमा र धेरै वायु प्रदूषणको संक्रमणमा आउने व्यक्तिहरूमा पनि दमको एउटा जोखिम रहेको हुन्छ। केही व्यक्तिमा भने वंशाणुगत कारणले पनि दमको जोखिम रहेको हुन्छ। वातावरणीय प्रदूषण, धुवा धुलो र चिसो र विभिन्न प्रकारको एलर्जीहरूको कारण पनि दम खोकी हुने गर्दछ। धेरै धुवा धुलोमा काम गर्नुपर्ने व्यक्तिमा चाहिँ पेशागत जोखिमले पनि यसको समस्या हुने गर्दछ। यसको दम खोकीको जोखिम रहने गर्दछ भने पहिले टिबी भएर वा निमोनिया भएर फोक्सोमा दाग देखिएका व्यक्तिहरूमा पनि दमको जोखिम हुने गर्दछ। केही व्यक्तिमा भने बाथको कारणले पनि फोक्सोमा समस्या भएर चाहिँ उनीहरूमा पनि एउटा दमको एउटा चाहिँ जोखिम, दमको समस्या पनि देखिन सक्छ। मुटु, किडनी र रक्त अल्पता जसलाई एनिमिया भन्ने गरिन्छ, यी यस्ता बिरामीहरूमा पनि स्यास्या हुने र दमको समस्या भने अत्याधिक मात्रामा देखिएको छ। सामान्यतया बालबालिकाहरूमा पनि दमको समस्या देखिन्छ र भन्ने प्रश्नहरू चाहिँ धेरै मात्रामा पाएको छु। हो, बालबालिकाहरूमा पनि दमको समस्या भने देखिन्छ। उनीहरूमा मुख्यतः वंशाणुगत कारणले उनको बुवा आमामा अनि हजुरबुवा हजुरआमामा जुन एउटा दमको समस्या थियो, त्यस कारणले चाहिँ वंशाणुगत कारणले पनि दमको समस्या भने बालबालिकामा देख्ने गरिन्छ। पटक पटक फोक्सोमा संक्रमण हुने, फोक्सोमा इन्फेक्सन भएका बालबालिकाहरूमा पनि दम हुन सक्छ। धेरैजनाले सोध्ने प्रश्नहरूमा दम रोगीले चाहिँ एउटा खाना बार्नुपर्छ त भन्ने प्रश्न पनि रहेको छ। यो बारे अब चर्चा गरौँ। दमको बिरामीहरूले यो खाना हुँदैन, त्यो खाना हुँदैन भनेको पनि धेरै मात्रामा सुनिन्छ। तर यो सबै कुराहरू चाहिँ गलत हो, मिथ्या हो भनेर चाहिँ म भन्छु। किनकि दमको कारण भने खानेकुरा मात्र नभएर खासै बार्नुपर्ने आवश्यकता भने हुँदैन। दमका बिरामीले सन्तुलित भोजन, ब्यालेन्स डाइटमा र एक्सर्साइजहरूमा चाहिँ विशेष ध्यान दिनुपर्दछ। यसले राहत मिल्ने गर्दछ भने एन्टिअक्सिडेन्ट भएका सागपात फलफुल बढी मात्रामा चाहिँ खाइरहनु पर्दछ। यसले पनि शरीरलाई चाहिँ एउटा तन्दुरुस्ती बनाउनका लागि चाहिँ एउटा मद्दत पुर्याउने गर्दछ। सुन्तला, केरा लगायतका फलफुल पनि दमका बिरामीहरूले खान हुँदैन, धेरै मात्रामा खान हुँदैन भनेको पनि सुन्ने गरिन्छ। यसमा भने कुनै पनि वैज्ञानिक एउटा साइन्टिफिक आधार भने रहेको छैन। सुन्तला जस्ता फलफुलहरूमा नै झनै एन्टिअक्सिडेन्टको मात्रा चाहिँ धेरै हुने गरेकाले चाहिँ त्यसैले दमका बिरामीहरूले चाहिँ कुनै पनि फलफुलहरू बार्नु पर्ने अवस्था भने रहँदैन। दमका बिरामीहरूले धुम्रपान भने गर्दै गर्नु हुँदैन भने चिसो खानेकुराहरूबाट पनि हामी टाढै रहनु पर्दछ। दमको समस्याबाट बच्नका लागि चाहिँ के कस्ता उपाय अपनाउन सकिन्छ त त्यो बारे चर्चा गरौँ। दमको जोखिमबाट बच्नका लागि धुम्रपानको सेवन गर्दै नगर्नुहोस्। धुलो वा धुवाँबाट सकेसम्म बच्नुहोस्। घर बाहिर निस्किनै पर्ने आवश्यकता रह्यो भने चाहिँ अनिवार्य मास्कको प्रयोग गर्नुहोस् भने धुवा धुलो आउने जुन चुलोको प्रयोग चाहिँ अत्याधिक मात्रामा कम गर्ने गर्नुहोस्। दैनिक रूपमा चाहिँ एक्सर्साइज गर्नुहोस्। एलर्जी हुने वस्तुबाट चाहिँ तपाईँ टाढा रहेर प्रदूषित हावाबाट चाहिँ तपाईँ बच्नुपर्ने हुन्छ, जसले गर्दा चाहिँ तपाईँलाई चाहिँ दम रोगबाट, दमको समस्याबाट चाहिँ बच्नका लागि एउटा राम्रो भूमिका चाहिँ जसले खेल्ने गर्दछ।
दम रोगका उपचार विधि के कस्ता रहेका छन् यसबारे जानकारी लिगौँ। दम रोग उमेर ढल्किएपछि देखिने एउटा सामान्य समस्या हो। उपचार गरिरहनु पर्दैन भनेर चाहिँ धेरैले भनेका कारणले पनि यसको हेलचक्राइ भने बढेको देखिन्छ। तर लामो समयसम्म श्वास प्रश्वासमा समस्या छ, खोकी लागिरहन्छ, छाती दुख्छ, घ्यारघ्यार गर्छ भने चाहिँ अस्पताल गएर दमको हो कि होइन, दम रोग हो कि होइन भनेर चाहिँ हामीले समयमै नै एउटा डिसाइड गरिसक्नुपर्ने हुन्छ। समयमै चिकित्सकको सल्लाह लिएर यसको उपचार गरियो भने यसबाट हुन सक्ने जति पनि जोखिम रहेको हुन्छ, जटिलता रहेको हुन्छ त्यसलाई भने हामीले रोक्न सकिन्छ। सामान्यतया दमको बिरामीहरूलाई चाहिँ इन्हेलर एउटा तान्ने औषधि रहेको हुन्छ त्यो दिने गरिन्छ। यसको मुख्य उपचार भनेको नै इन्हेलर नै हो भनेर चाहिँ भन्छु। दमको समयमै उपचार गर्न सकिएन भने चाहिँ शरीरमा अक्सिजनको मात्रा कम हुने र कार्बन डाइअक्साइडको मात्रा चाहिँ धेरै हुने भएकाले घरमा नै अक्सिजन लगाएर बस्नुपर्ने बाध्यता समेत हुन सक्दछ। दम निकै बढ्यो र दम बिग्रियो भने अस्पताल नै भर्ना हुने पर्ने अवस्था भने आउँछ र दम बढेकै कारणले चाहिँ खुट्टामा रगत जम्ने समस्या, हिमोग्लोबिन बढी हुने जस्ता जटिलता पनि आउन सक्छ। त्यसैले चाहिँ यसलाई हामीले हेलचक्राइ भने गर्नु हुँदैन। अब दमबारे चाहिँ जान्नै पर्ने कुरा के छ भने दमका बिरामीहरूलाई चाहिँ मुखबाट तान्ने औषधि इन्हेलर देखिन्छ भने तर पनि कतिपय व्यक्तिहरूले चाहिँ यसले खराबी गर्छ, प्रयोग गर्नु हुँदैन भन्ने एउटा भ्रम पनि रहेको छ। तर दमको सबैभन्दा प्रभावकारी र कम साइड इफेक्ट भएको औषधि मध्येको एउटा भनेको इन्हेलर नै हो। दमका बिरामीहरूले व्यायाम गर्नु हुँदैन, व्यायाम गर्दा दम बढ्छ भन्ने कुरा पनि हामीले सुन्छौँ। यो पनि गलत अवधारणा हो, यो पनि एउटा गलत कन्सेप्ट हो। दमका समस्या भएका बिरामीहरूले भने आफूले सक्ने व्यायाम सफा हावामा गर्नुपर्दछ र यसले फाइदा पनि गर्ने गर्दछ। दूषित हावामा भने मर्निङ वाकमा जानु हुँदैन। त्यसको साटो हामीले चाहिँ घरभित्रै प्राणायाम र हल्का रूपमा व्यायाम भने गर्नुपर्दछ। हल्का मात्राको योगा र त्यसै गरेर चाहिँ एउटा ब्रिदिङ टेक्निकहरू श्वास प्रश्वासको चाहिँ एउटा हामीले अभ्यासहरू पनि गर्न सक्दछौँ। यसले चाहिँ हामीलाई धेरै राहत दिने गर्दछ। वीर अस्पतालमा कार्यरत वरिष्ठ छातीरोग विशेषज्ञ डाक्टर अशेष ढुङ्गानाको लेखमा आधारित रहेर र विभिन्न किसिमका एउटा रिसर्च पेपर्सहरूमा चाहिँ आधारित रहेर यस भिडियोलाई तयार पारेका छौँ। पुनः अर्को भिडियोमा भेट्ने नै छौँ। त्यतिन्जेलसम्मका लागि हामीलाई बिदा दिनुहोला। यदि च्यानलमा चाहिँ तपाईँहरू नयाँ हुनुहुन्छ, च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ च्यानललाई सब्सक्राइब गर्नुहोला। जीवन छोटो छ, मुस्कुराएर जिउनुहोस्। फर्केर यादहरू मात्रै आउँछन्, समय होइन।